राजा कहिले पनि पूर्व हुँदैन, कहिले पनि पश्चिम हुँदैन, अभियसली हुँदैन, अलवेज किङ भनेर जागिरी हो र भूतपूर्व हुनलाई पूर्व पश्चिम हुने राजा राजा अलवेज। दाइ हजुरको ठ्याक्कै स्पष्ट भिजन भनेको चाहिँ अहिले मैले पछिल्लो समय कुराकानीको सन्दर्भमा पनि मलाई दाइसँग कुरा गर्नु मन लागेको कुरा पनि यही थियो, राजा आउनुपर्छ भन्ने स्पष्ट तपाईँको विचार हो। नेपाली जनताले चाहेर राजा आउनुपर्छ। एउटा सांस्कृतिक राजा हिसाबले नेपाली जनता सबैले चाहेर राजालाई ल्याउनुपर्छ। न कुनै एउटा पार्टी न एउटा कुनै व्यक्तिले बोकेर राजा आउनु पनि हुँदैन, त्यस्तो लहलैमा राजा जस्तो भयो राजा त्यसमा लाग्नु पनि हुँदैन। जनताले चाहनुपर्छ। जनता भने सबै हो, त्यो पार्टीको नेताहरू पनि जनतै हो। उहाँहरू सबै मिलेर राजालाई ल्यायो भने मलाई लाग्छ है अब यो देश अलिकति सुशासनको बाटोतिर लाग्छ। होइन भने यस्तै हो यो देश, यो केही हुनेवाला छैन। गरिबीको मुनि नै हो। अब राम्रो राम्रो सक्षमहरू सबै विदेश पलायन भइसक्यो। भन्दै गर्दा विदेशीहरू पनि आफ्नो देशको आफ्नै समस्या छ। त्यसकारण हामी आफै बलियो हुनुपर्छ, हाम्रो देशै बलियो बनाउनुपर्छ। हामी सबै मिलेर हाम्रो घर भनेको देश हो, यो देशलाई बलियो बनाउनुपर्छ। राजा पनि उहाँले पुर्खाले रचेको यो देश हो, उहाँलाई बाइपास गर्न मिल्दैन, उहाँलाई पनि ल्याउनुपर्छ। सबै मिलेर हामी सार्वभौम देश हाम्रो देश नेपाल, हामी आफै एउटा चाहिँ आत्मनिर्भर देशतिर लाग्नुपर्छ। र एउटा चाहिँ होला यहाँ कानुन होला, संविधान होला, तर अनुशासन छैन, पालना भएन। अलिकति यो कुराहरूबाट चाहिँ सबैलाई एउटा चेतना जनचेतना जस्तो राजा आएपछि भने चाहिँ यी सबै तमाम समस्याहरूको हल हुन्छ भने तपाईँको राजा आउँदैमा त्यो हुने होइन भने हामी आफै नै सुध्रिनुपर्छ। किन चाहे त फेरि त्यसो भए राजा चाहिँ किन चाहे त? होइन, यस्तो हो, एउटा डर चाहियो। यहाँ डर भएन। यहाँ तपाईँ अहिले खुल्ला तपाईँ पैसा माग्छन् जहाँ गए पनि, भ्रष्टाचार अनियमितता अति भयो, चरममा पुग्यो। डर भएन। हामीले पहिला डर चाहिने छ। पहिला डर थियो, राजाले केही पनि गर्ने होइन, तर यो देशको माया राजालाई छ नि। अनि राजाले बाइपास गर्न मिल्छ र? तर राजा एकदम राजतन्त्र एक्टिभ भएर पावरफुल राजा हामीले त्यो कल्पना गरेको छैन नि। म डेमोक्रेटिक मान्छे हो, मलाई प्रजातन्त्र मनपर्छ, मलाई डिक्टेटरसिप मन पर्दैन। तर मान्छे भनेको त अनुशासित त हुनु पऱ्यो नि। यो देश यति धेरै भ्रष्टाचार दलमा डुबेको छ, भित्र यति खोकुलो भइसक्यो, हामी सबैले जगजाहेर छ नि। तर हामी बाहिर हावा कुरा गर्ने अनि एउटा जे पाए त्यही बोले हुन्छ नेताले, त्यही हामी ताली बजाउँछौँ। कति हामी नेपालीहरू कति जनताहरू कति पछाडि छौँ अझै पनि। तर पछिल्लो समय त्यस्तो बेलामा त क्वेसन गर्नुपर्ने हो। जस्तो कुनै एउटा पार्टीको चाहिँ नेताले बोल्दै गर्दा उहाँको कार्यकर्ताले प्रश्न गर्नुपर्ने, तपाईँ यस्तो हावा किन गरिरहनु भएको छ, यसको आधार के हो तपाईँले यहाँको भन्नेको आधारमा जे पाए त्यही भन्ने। यो विज्ञानको युगमा आएर 21औं शताब्दीमा आएर पनि तपाईँ अहिले यस्तो कुराबाट चाहिँ तालीको अपेक्षा राख्नुहुन्छ नेताज्यू भनेर आम मान्छेलाई होइन, उहाँकै कार्यकर्ताहरूले प्रश्न गर्नुपर्नेमा ताली बजेपछि त मैले गरे राम्रो छ भनेर झन् त्यतैतिर जान्छ होइन र? त्यसकारण हामी आफै नै सचिनुपर्छ होला। राजा आउँदैमा यो देशमा केही खराब हुँदैन, किनभने राजा आउँदैमा अलिक हामीले त नत्र त हामीले छिमेकीले पनि इज्जत नदिने भयो। त्यही ठाउँमा हामी चाहिँ इन्डिया चाइना विभिन्न ठाउँमा हाम्रो देशको चाहिँ राष्ट्र प्रमुख जाँदा कति इज्जत हुन्थ्यो, आजकल हेर्नुहोस् त लाज लाग्छ। राजा राज संस्थासँगको जोडिएको इज्जत हो कि अथवा यो देशले प्रगति विकासमा चाहिँ फड्को नमारेर अथवा आर्थिक होइन, देशमा यो भ्रष्टाचारले डुबेको देश भयो हाम्रो यस्तो भयो। जुन देशमा अत्याधिक मात्रामा चरममा भ्रष्टाचार हुन्छ नि, यहाँ यस्तै हुन्छ। सबले हेर्छ, आफू बलियो हुनुपर्छ। आज युरोपको यत्रो त देश छ जहाँ 27 लाख 35 लाख 50 लाख जनसङ्ख्या भएको देश आज संसारको टप र पिसफुल देशमा पर्छ। उहाँको जिडिपी त्यति राम्रो छ। घर बलियो भएपछि त डराउँछ त मान्छे। भाइ फुट्यो गवार लुट्यो भने त आफू मिलेर बलियो हुनु पऱ्यो नि। खाली एकलाई गाली गरेछ, गालीको राजनीति भयो देशमा। तर राजाहरू राज संस्था हुँदा पनि राज खानदान अनि त्यो भित्रको दरबारभित्रको षड्यन्त्र अनि त्यो भित्रको चाहिँ खिचातानी र रवैयाले पनि त आजित त भएको होला नि त। यस्तो तपाईँले देख्नु भएको छैन, मैले देखेको छैन है। सबैजना बाहिर जे न्युज सब्सक्रिप्सन गर्यो त्यही आउने हो। राजाहरूको जीवनशैली बहुत शालीन थियो, सिम्पल थियो, त्यसमा डाउटै छैन।
उहाँहरूको सिम्पल उहाँ त्यस्तो ऐयासी अहिले जस्तो यो महँगा ब्रान्डेड केही पनि थिएन। जहाँकि उहाँको चाहिँ इतिहास 240 वर्षको थियो, तर पनि उहाँभित्र एकदम सिम्पल थियो। त्यो बाहिर चाहिँ हावाको न्युज ल्याउने हो कि। त्यस कारण पक्कै पनि अब एउटा नेताको हिजो चाहिँ चप्पल पड्काउँदै हिजो नेताको छोराछोरीको रवैया तपाईँले देखिरहनु भएको छ भने राजाको सन्तानमा अलिकति त्यो किसिमको संस्कारले अलिकति त्यो ट्र्याकभन्दा बाहिर जानु त सामान्य कुरा हो। तर अहिलेको जस्तो अहिले राजा आयो भने जहाँसम्म मलाई लाग्छ उहाँले अलिकति हन्डर पनि खानुभयो, भुज्नु पनि भयो, आसेपासे चम्चे सल्लाहकार झुर हुँदाखेरि के हुँदो रहेछ थाहा पनि पाउनुभयो कि राज संस्थाको यो हविगत भाग पनि त उहाँहरूको चाहिँ हजुर सरकार यस्तो भएर ठिक छ हजुर भन्नेहरूले डुबायो नि त। उहाँको चाहिँ बाहिर खतम भइरहेछ, भित्र बबाल छ ठिक छ। यस्ता चम्चीहरू यो आसेपासे त र चाहिँ त्यो अपर्च्युनिटिजहरू त वरिपरि टन्न लिएर हिँड्ने हो नि त सरकार त। त्यही भएर राज संस्था बिग्रिएको गएको हो। तर यी सबै कुरालाई सम्हालेर आउँदाखेरि अबको अलिक परिमार्जित भएको राजा हुन्छ कि जस्तो पनि मलाई लाग्छ। अहिले हुनु अब हाम्रो नेताहरू पनि त्यही हो नि, आसेपासे जे भन्यो त्यही गर्ने हो। तर ग्राउन्ड बेसमा त बेस त त्यहाँ गडबड छ होइन। भनेपछि राजा आएपछि सन्तुलन हुन्छ भने तपाईँको धारणा? पहिला जस्तो राजतन्त्र होइन कि अलिक सुध्रिएर अब यो घटनाक्रमले उहाँलाई अलिक सुधारे पनि उहाँ अलिक परिमार्जित पनि हुनुभयो होला, बुझ्नु पनि भयो होला, उहाँले गरेका गल्तीहरूलाई उहाँले मनन पनि गर्नुभयो होला। आसेपासे चम्चीले बिगारेर रहेछ भन्ने कुरा उहाँले त्यो आत्मसात गर्नु पनि भयो होला। यी सबै कुरा सुध्रेर आयो भने राम्रो हो नि होइन? गार्जेन आउनु राम्रो होइन घरमा। तर कति समयको लागि भन्ने कुरा लाग्छ कि मलाई चाहिँ दाइ, मेरो आफ्नो एनालाइसिस चाहिँ होइन यस्तो हो। तपाईँले एउटा चाहिँ पार्टीको राष्ट्रपति भन्दा त देशको राजा सबको साझा होइन र? पार्टीको राष्ट्रपति भन्दा देशको राजा सबको साझा होइन र? त्यो ठाउँमा आउँदा के फरक पर्छ? यहाँ त राष्ट्रपति पनि त राष्ट्रको पति हुनुपर्ने, देश सबको लागि हुनुपर्ने ठाउँमा पार्टीको छ नि त होइन? तर भन्नेहरूले चाहिँ के हुन्छ त्यो देशको सर्वोच्च पदमा चाहिँ आम जनता पनि पुग्न सक्यो नि। राजा जनतै हो नि। तपाईँ पुग्नुहुन्छ, राजाको त त्यो त अब खानदानीमा गयो। तपाईँहरू अझै पनि यत्रो घटनामा पऱ्यो भने तपाईँहरू अझै हामी सबै सुध्रेका छैनौँ क्या। त्यहाँ पुग्ने मान्छे तपाईँले त्यो जनता चाहिँ भन्ठानुहुन्छ त्यो त महाडिग्रेसिभ भइसक्यो। उसले राजाभन्दा पनि श्री 5 भन्दा श्री 7 को कल्पना गर्छ। श्री 5 त मारादिरा भइसन्थ्यो, तर उहाँ त्यहाँ पुग्ने बित्तिकै श्री 7 2 थप्यो। राणाहरू श्री 3 थिए, मारादिरा सरकार श्री 5 भयो। अहिलेका त्यो उच्च पदमा पुग्ने मान्छे श्री 7 भए। अनि त्यसको आसेपासे श्री 6 श्री 5 हो त बुझ्नु? उहाँ त श्री 7 हो। बुझ्नु भएन? उहाँहरूको अभिव्यक्ति हेर्नुहोस् न, श्री 7 होइन त? यस्ता यस्ता छन्। त्यसले गर्दाखेरि राजालाई अन्डर एस्टिमेट गर्नु पर्दैन। राजा हाम्रो गार्जेन हो, देशको गार्जेन हो। राजाले नेपाललाई माया नै गर्नुहुन्छ, कहीँ भागेर जानु भएको छैन। उहाँले पनि जनताको चाहना अनुसार त्यो जनताको चाहिँ सम्पत्ति जनतालाई सुम्पिएर चाहिँ बाहिर निस्किनु भएको हो। उहाँले केही विध्वंस गर्नु भएन, कसैलाई मार्नु भएन, कसैलाई गाली केही पनि गर्नु भएन। निशस्त्र भएर बाहिर निक्ले हो नि। एक्ज्याक्टली है, त्यो सेफ ल्यान्डिङ गरे हो नि त। न त त्यहाँ जे पनि हुनसक्थ्यो। त्यही कारणले हामीले सबैले सम्मान गर्नुपर्छ कि ज्ञान सरकारलाई। मैले साँच्चै भनेको न, त्यहाँ जे पनि हुनसक्थ्यो नि। 20, 50, 100, 200, 500 मान्छे किन आर्मी उहाँसँग थियो, पुलिस सबै थियो, सशस्त्र थियो, सबै एडमिनिस्ट्रेसनको चिफ उहाँ हुनुहुन्थ्यो भने जे पनि हुनसक्थ्यो। ठोक भने भए हामी नेपाली आम मान्छे 200-400 मान्छे मर्थ्यो नि। तर उहाँले त्यस्तो त्यो सन्दर्भमा त जहिले पनि उहाँ चाहिँ शान्ति नोबेल पुरस्कार उहाँलाई दिनुपर्ने। उहाँ टप मान्छे हो। उहाँले बहुत नेपाललाई नेपाली जनतालाई माया गर्नुहुन्छ, त्यो डाउटै छैन। नेताहरूलाई थाहा छ। तर उहाँहरू त्यो भन्यो भने त उहाँहरूको त बिग्रिनु भयो नि त खेतीपाती त। त्यसमा उहाँहरू त्यो वास्तविक कुरा भन्नुहुन्न। दाइ यो राज संस्थाको कुरा आउँदै गर्दाखेरि चाहिँ उत्तराधिकारीको जहिले पनि कुरा क्वेसन गरिरहेको हुन्छ मान्छेहरूले। प्रायः यो सबै सोसल साइटहरूमा देखेको कुरा मैले तपाईँलाई गर्दैछु। यो उत्तराधिकारीले चाहिँ अलिकति समस्या पार्यो भन्ने कुराहरू अब को राख्ने? हेर्नुहोस्, त्यहाँ जो राख्यो नि हुन्छ, लेगेसीमा जसलाई राखेर हुन्छ। देशले मान्नु पऱ्यो, जनताले मान्नु पऱ्यो, मैले मानेर भएन। सबैजना अन्डरस्ट्यान्डिङमै हुनु पऱ्यो। राजालाई यो देश बचाउनलाई संरक्षण गर्नको लागि, देशको चाहिँ सार्वभौम जोगाउनको लागि राजा ल्याउने हो कि शासकको रूपमा राजा ल्याउने होइन नि त। हामीले यो देशमा एउटा संरक्षक चाहियो भनेर ल्याउने हो राजालाई। हामी सबैले लिने, सबै पार्टी मिलेर ल्याउने भने जनताले मात्रै, पार्टी सबै मिल्ने हो। अब हामीलाई यो देशको सार्वभौम जोगाउनको लागि न त छिमेकीले पेल्न थाले है, राजा ल्याउनु पऱ्यो। अनि हामी नै हुने हो प्रधानमन्त्री त, जनतै हुने हो, जनताकै छोरा हुने हो। राजा त एउटा थपना मात्रै त हो नि। अब त्यसपछिको अब नेक्स्ट जेनेरेसन लेगेसी आधारमा अब
अब सरकारको हिँडिँदो सरकार भए पनि भयो, लेगेसी आधारमा श्रुतिको छोरी ल्याएर राखे पनि भयो। हामीले मान्नु पऱ्यो, हामी मानिहाल्छौँ नि। झन् त्यो वीरेन्द्र सरकारको आत्मै शान्ति मिल्छ यदि श्रुति सरकार छोरी ल्याएर राखिदियो भने त। त्यो हिसाबले ग्रुमिङ पनि त फेरि लय पनि गुमेको छ नि त दरबारको त त्यो बिचमा, किनभने उत्तराधिकारीको लागि त्यही अनुसारको बिल्डअप गर्दै लगेर त्यो उहाँलाई चाहिँ ग्रुमिङ गरेर लगेर जाने। एउटा साधारण मान्छे त्यसको टपबाट चाहिँ दुध बेच्ने त्यो मान्छेको चाहिँ राष्ट्रपति हुन्छ भने त्यो ग्रुमिङ ठिक छैन, राम्रो छ त एजुकेसन उहाँहरूको। एउटा साधारण मान्छे प्रधानमन्त्री हुन्छ, साधारण मान्छे गरेर राष्ट्रपति हुन्छ भने उहाँहरूको एजुकेसन उहाँको त त्यो छ नि त। त्यहाँ गएर बस्नलाई उहाँले शासन गर्ने त होइन नि, हामीलाई शासक गर्ने त्यो त्यस्तो पो राष्ट्र त चाहिएन त। राजतन्त्र पो चाहियो, हामीले संस्था एउटा चाहिँ सेरोमोनियल एउटा त्यो चाहिएको क्या हामीलाई। सेरोमोनियलको विषयमा त त्यो 62-63 को आन्दोलनमा पनि यो कुरा चर्चा होइन। यस्तो सम्झौता भएको थियो चाहिँ केही व्यक्तिहरूले गद्दार गरेर मात्रै हो, आफ्नो स्वार्थको लागि हो, उहाँहरूको आत्मा शान्ति मिलोस् मरेर जानुभयो, के भन्दिनँ म होइन। तर त्यस्तो गर्नु हुँदैन, देशलाई माया गर्नुपर्छ अनि सबैलाई मिलेर हाम्रो देश हो, हामी सबै यहाँ अटाउनुपर्छ। शारजा फुलबारी हो, 4 वर्ण होइन, हामी सबैको शारजा फुलबारी हो। राजा महेन्द्र जस्तो व्यक्तित्व बोकेको मान्छे चाहिन्छ यो देशलाई बनाउनलाई। त्यस कारणले गर्दाखेरि उहाँहरू पनि राजा महेन्द्रको सन्तान हुन् अनि त्यो भएर हामीले चाहिँ राजालाई बाइपास गर्ने, राजाले जे पाए त्यही, राजाले केही बोलेको छैन, कसैलाई गाली गरेको पनि गरेको छैन। राजालाई गाली गर्ने, राजालाई गाली गर्दा कोही ठुलो हुन्छ त्यो त आम मान्छे जज गर्ने, कति मूर्ख मान्छे रहेछ भन्ने ठान्छ नि, कति स्टुपिड मान्छे रहेछ भन्छ नि उसले होइन र। त्यसकारण एउटा बौद्धिक मान्छेले अथवा एउटा बुझ्ने मान्छेले कसैलाई गाली गर्दैन। दाइ हजुरले राजा ज्ञानेन्द्र सरकारलाई भेट्नु भएको छ? किन नभेट्नु, भेट्ने हान्ने रम्ने नाच्ने सब गरेर। तपाईँले लास्ट टाइम भेटेको चाहिँ अलिकति अनुभव सेयर गर्नु न, के कस्तो रहेछ व्यक्तिगत रूपमा चाहिँ उहाँलाई? सरकार एकदम सिम्पल होइसिन्छ, उहाँ शासक गर्न जन्मिएको राजै होइन, उहाँ साधारण व्यक्ति हुनुहुन्छ, शालीन हुनुहुन्छ, भद्र हुनुहुन्छ, सफ्ट स्पोकन हुनुहुन्छ। मैले बुझेको राजा हुनु त वीरेन्द्र सरकार पनि सेम हो, एकदम शालीन, देशलाई माया, सिम्पल। तर कहिले विवेक प्रयोग नगर्दाखेरि चाहिँ यस्तो घटना भएको हो। एकदम त्यो हुन्छ नि अब त्यो राजा भनेको यस्तो हो, सद्दाम हुसेन टाइपको त्यस्तो छैन, उहाँहरू सिम्पल। अनि अब सरकार के भन्नुभयो त्यस्तो होइन, अब सरकार नाचौँ भन्दा नाचिबस्किन्थ्यो होइन, सरकार वाइन चेस भने चेस गरेर बस्किन्थ्यो। अब हामी चाहिँ त्यस्तो तिमी त राम्रै कलाकार होइन हो नि भन्ने बस्किन्थ्यो। भन्नु खोजेको के भने उहाँ सबैलाई माया गरी बस्किन्थ्यो है। बरु अहिलेका चाहिँ प्रधानमन्त्रीहरूमा अलिकति रवाफ देख्छु, हामीले टेर्नु मान्नु पऱ्यो नि, त्यो त मान्नु पऱ्यो नि त, तपाईँ आफै देखाउने होइन कि। अनि राजाको छोरा चाहिँ अथवा राजा चाहिँ त्यति सरल र सिम्पल, अनि अहिलेको मान्छेहरू चाहिँ त्यो रवाफ देख्दा मलाई के भएको यो है होइन, हामी कुन चिजको अभ्यास गरेर आएको छौँ भन्ने फिल चाहिँ हुन्छ नि मलाई। हजुरको मलाई त्यो राज संस्थाको विषयमा चाहिँ हजुरले वीरेन्द्र सरकारलाई भेट्न पाउनुभयो? मैले दर्शन पाएको छु, दर्शन पाउनु 2 चोटि। के सन्दर्भ छ दाइ त्यो? अब त्यो एउटा चाहिँ त्यतिकै हो, एकजना चाहिँ अर्को चाहिँ एकजना मेरो चिनेको हिसाबले मलाई दर्शन, मलाई 1 चोटि दर्शन, 2 चोटि हो। एकचोटि चाहिँ दर्शन मात्रै भयो, मुसुक हाँस्नु बस्यो। एकचोटि चाहिँ तिमीलाई कस्तो छ मर्जी भयो यति। अब राजा वीरेन्द्रलाई चाहिँ भेट्दा चाहिँ ज्ञानेन्द्र सरकार भेट्दा चाहिँ त्यस्तो फिल भएन। असल व्यक्ति भेट्भयो भने चाहिँ एउटा भाइब्स त आयो है, असल व्यक्ति केही न केही पोजिटिभ भाइब्स भएको व्यक्ति हुँदो रहेछ राजाहरू भनेको चाहिँ त्यो भाइब्स त आयो। तर वीरेन्द्र सरकार भेट्दा चाहिँ विष्णु भगवान नै अवतार आएको फिल भयो मलाई, त्यति तेज। कति सालको कुरा यो? आई थिङ्क 56 साल 55-56 सालमा। हजुर त्यो बेलामा अमेरिकन नजानु? म हिरो भएपछि, हिरो भएपछि म त 62-64 गएको नि त। त्यो बेलामा चाहिँ प्रत्यक्ष भेट्नु भयो? दर्शन पाएँ, दर्शन पाएँ। आइएम लक्की। मलाई त्यो तर त्यतिखेर मोबाइल थिएन, फोटो खिच्न पाएन। सधैँ एउटा चाहिँ मनमा एउटा रहिरहन्छ क्या, मैले राजा वीरेन्द्रसँग चाहिँ फोटो खिच्न पाएँ भए म कति भाग्यमानी हुन्थ्यो होला भन्ने चाहिँ मलाई रहिरहन्छ। मैले चाहिँ त्यति शालीन व्यक्ति मैले दुनियाँमा आजसम्म देखाएको छैन। अहिले धेरैको घरमा पनि राजा वीरेन्द्रको परिवारको चाहिँ त्यो, मैले राजा वीरेन्द्रसँग फोटो खिच्न नपाउँदा चाहिँ सायद आजसम्म बाँचिरहेको भए त मैले खिच्थेँ, मेरो त्यो सपना नै पुरा हुन्थ्यो। तर मैले खिच्न पाएन, त्यतिखेर मोबाइल पनि थिएन है। अब क्यामेराम्यान मैले फोटो खिचेँ भन्न पनि आफूलाई नै अप्ठ्यारो है, त्यत्रो अब सेक्युरिटी हुन्थ्यो, दुनियाँ हुन्थ्यो। तर पनि अब अहिले जस्तो भए भन्थ्यो पनि होला, त्यो बेला आफू पनि टु यङ होइन, अप्ठ्यारो लाग्ने होइन। अब त्यो फेरि भेटिन्छ, अब वंशै सखाप हुन्छ, कसले सोचेको त होइन, पछि भेट भइहाल्छ।
अब म कुनै दिन म गोदबा लिन पाउँला होइन, त्यतिखेर म चाहिँ सरकारसँग फोटो खिचेर त्यो चाहिँ घरमा चाहिँ ठुलो उपहारको भगवान्ले दिएको गिफ्ट राख्नु ठुलो बनाएर राख्छु भनेको त्योभन्दा पहिले वंशै सखा भयो। हेर्नुहोस् यहाँबाट थाहा हुन्छ लाइफ इज अनसर्टेन भन्ने चिज पनि। अनि त्यही त भन्छु, जिन्दगी केही पनि छैन के, यही कुरा मैले बुझेको। त्यत्रो सेक्युरिटीमा रहेको सरकारहरू सबै गएन, जीवन त्यसरी लाइफको त्यो प्रोटेक्सन नगर भन्छु क्या मैले। थाहा छैन भोलि के हुन्छ यहाँ, जहिले जति बाँच्छौ मस्त रहेर बाँच, कसैको बारेमा यो गाली गलौज गर्ने, झै झगडा, यो रिस गर्ने, एकले अर्का दबाउने, हेप्ने, यो सुशासनमा ध्यान दिऊ, कुशासनमा ध्यान नदेऊ। पैसा ठुलो होइन, पैसा यति कमाऊ जति इज्जतले तिमीलाई गर्वसाथ भन्न सकौँ, ताकि बाँच्न पुगोस् होइन। मरेपछि त जसले जलाइदिइहाल्छ नि, के ठुलो कुरो हो है। मरेपछि पनि यस्तो नाम कमाउ न, यो मान्छे कहिले नमरोस् न। आज पृथ्वीनारायण शाह कहिले पनि मर्दैन, एक्ज्याक्टली होइन। महेन्द्र सरकार कहिले नै मरेको छैन होइन। यस्तो धेरै नेता छ, कृष्णबहादुर भट्टराई मरेको छैन, गणेशमान सिंह मरेको छैन, भिबी कोइरालाहरू मरेको छैन, सधैँ हामी सम्झिन्छौँ नि त। मनमोहन अधिकारी मरेको छैन, मदन भण्डारी हाम्रोमा अहिले पनि जीवित हुनुहुन्छ उहाँका विचारहरू। यस्तो गर्नु हुनु पऱ्यो नि त। यहाँ त जिउँदै फोटोमा मरिहाल भनेर पोस्ट हाल्नै हुन्न।